ह्यापी उधौली साथीहरू सबैजनालाई उधौलीको धेरै धेरै शुभकामना। आजदेखि हाम्रोमा साकेला सुरु हुँदैछ अनि म आज भिडियो स्टार्ट गरेको नि त। के भनेदेखि यहाँ हाम्रोमा चाहिँ आजदेखि साकेला सुरु हुँदैछ। आज हाम्रोमा सोन पुज्ने दिन अनि तपाईँहरूलाई म कसरी पुज्छु हाम्रोमा आज सोन होइन म तपाईँहरूलाई म देखाउँछु है साथीहरू।
कि अब अलिक सक्नुहुन्न त त्यही भएर कुर्सीमा बसिँदै हुनुहुन्छ अनि यताको चाहिँ सानखा पुग्नुहुन्छ देवाले उता हाम्रो काका ससुराले चाहिँ हेलामा माङभट्टी पुग्नुहुन्छ नि त साथीहरू अनि त्यही हो आजदेखि चाहिँ हाम्रोमा साकेला सुरु हुँदैछ अब 5 दिनमा चाहिँ हाम्रोमा पञ्चमी पुग्छौँ तपाईँहरूलाई घर घर जानुहुन्छ मान्छेहरू कोही कोही चाहिँ यता दामी घरमा
पनि जानुहुन्छ हाम्रो देवार। यो मेरो देवार यता फर्किए ओइ देवारले मलाई तब भन्छु त साथी जस्तै हो नि त बिचरा भाइ छोरा जस्तै। यो चाहिँ हाम्रो सिलिमाङमा हो। अब त सक्नु पनि हुन्न बिचरा बोजू। अब कति 95 वर्ष 96 वर्ष कति पुगिसक्नु भयो हाम्रो बोजू त यहाँ। अनि सक्नुहुन्न कि हिँड्नै थानमा चाहिँ जानु सक्नुहुन्छ है सक्नुहुन्न यस्तै छ है। आउँदै हुनुहुन्छ बोजू। थानमा चाहिँ सायद जानु सक्नुहुन्नलाई थाहा अलिक माथि पर्छ नि त उकालो उकालो पर्छ। अनि यहाँ सोनधारसम्म चाहिँ आउनु भएछ बिचरा बुढी मान्छे हाम्रो सिलिमाङ पा है साथीहरू। अन्त छुट्टी राम हुन्छ अब चाहिँ सेलाउन आँटेको यहाँ। अनि अब सेलाउने कार्यक्रम हुँदैछ। कोही कोही बाहिर नाच्दै हुन्छ नाच्नेहरू चाहिँ यहाँ सेलाउने कार्यक्रम हो। के हुन्छ सेलाउने नै हुने नि यो सोनधारा गरेर आएको। हाम्रो सोन पुजेर आज कार्यक्रम यतिकै भयो। भित्र चाहिँ सक्यो साथीहरू। अब बाहिर नाच्नेहरू नाच्नुहुन्छ। म एकछिन देखाउँछु त तपाईँहरूलाई। सक्यो फुपू हुनेहरू नि एकछिन नाच्दा हुन्छ। यहाँ बाहिर चाहिँ भित्र चाहिँ सबै सक्नुभयो सेलाएर आजको दिनलाई। अब र है आया हामी हो नि त बुवाहरू तर मामाले गर्दै हुनुहुन्छ। पर्छ नि त साथीहरू। उहाँ घर चाहिँ यहाँ पर अलिक परतिर हो नि त। अनि पुऱ्याउनु पर्छ क्या धुलझेम्टाहरू लगेर पुऱ्याइराख्नुपर्छ। अनि अब एकजना हुनुहुन्छ। अब एकजनालाई चाहिँ एकछिनमा पुऱ्याउनुहुन्छ। एकजना चाहिँ तल हुनुहुन्छ हेलो आमाङ पुज्ने चाहिँ। अनि मेनको त अब यहाँ भइहाल्यो होइन साथीहरू। साथीहरू अब चाहिँ हाम्रोमा वाचिपाको कार्यक्रम छ है। वाचिपा दुनाबाट दिँदै छ भाइले। काका ससुरा हुनुभयो उहाँ दाजु उहाँ बरादिवा हुनुहुन्छ। अब सबैजनालाई दिने बस के तिमीहरूलाई पनि दिन्छ साथीहरू। यो चाहिँ मेरो भाग साथीहरू आजको भिडियो कस्तो लाग्यो है। आज हाम्रोमा सोन पुजेको भिडियो मैले बनाएँ। कस्तो लाग्यो राम्रो लाग्यो कि नराम्रो लाग्यो कसले हेर्नुभएको थियो सोन पुजेको जस्तो लाग्यो त्यस्तै भन्दिनँ होला। अनि उधौलीको फेरि पनि धेरै धेरै शुभकामना धेरै धेरै माया सबैजनालाई। कोही फ्यामिलीलाई माया गरिदिनु होला है साथीहरू।